नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि थाइल्याण्डतिर लागेका छन्। अब दिमागमा नारायण गाउँलेले भनेको कुरा आउँछ। साँच्चै बिरामी त सामन्ती भनिएका पूर्व राजा ज्ञानेन्द्र पनि हुँदा हुन्। उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यति राम्रो छ भन्ने सुनिन्न, तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान चाहिँ किन नआएको होला? त्यत्रो 200 वर्षभन्दा बढी शासन गरेको राज संस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरी जस्तो विशाल सम्पत्ति पनि देखिएन। अन्य देशका राजधानीमा प्राय हरेक राजाका दर्जनौं दरबार हुन्छन्। 1-2 थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जंगलहरू पनि हुन्छन्। त्यही एउटा निर्मल निवास बाहेक काठमाडौँमा उल्लेख्य दरबारहरू पनि उनको नाममा रहेनछ। त्यही निवासमा पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकाले ठूलो देखिएको होला, दरबार जस्तो छैन। नागार्जुनमा उनी बस्ने घर जम्मा 4 कोठे छ अरे। नारायण हिटी पनि के नै दरबार जस्तो थियो र? अलिकति जग्गा र पर्खाल न हो, संग्रहालय बनेको त्यो दरबार छिर्दा जो कोही अचम्मित हुन्छ। कति मामुली बेडरुमहरू, कति सामान्य सजावट, बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने। उनले विदेशतिर अकुत सम्पत्ति जोडेको पनि देखिएन। हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्। उनी एउटा कारमा विदा भएका थिए। भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राज संस्था बची पो हाल्थ्यो कि त्यस्तो प्रयास गरेको पनि देखिएन। विरासतमै प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्र भन्दा चप्पल लगाएर काठमाडौँ छिरेकाहरू नै बढी धनी देखिन्छन्। ज्ञानेन्द्र मात्रै होइनन्, यति लामो राजवंशमा 100औं अन्य राज परिवारसँग पनि होलान्। सत्ता र शक्तिको नजिक रहेका ती नेपालीको सबैभन्दा धनी परिवार मध्ये हुनुपर्ने हो, तर पनि ती गुमनाम देखिन्छन्। देउवादेखि माधव नेपालसम्म बेलायत अमेरिका पुगिरहन्छन्। ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ, किन होला? सबैभन्दा महँगो कार चढौं, सबैभन्दा अग्लो महलमा बसौं, सबैभन्दा महँगो डिजाइनको फेसन लगाऊ भन्ने चाहना पनि किन नआएको होला? म नाथेलाई त लोभ लाग्छ। मन्त्रीहरू एकपटक चढेको गाडी नचढ्ने भन्छन्। उसले नयाँ गाडी मागेको या किनेको पनि सुनिन्न। लन्डनको ह्यारोसमा शपिङ गर्ने रहर किन नलागेको होला? फ्लोरिडा या मियामीमा होलिडे मनाउने रहर किन नआएको होला? किन चितवन या पोखरा मात्रै मन परेको होला? पूर्व नै भए पनि राजा त हुन्। यसो हेर्दा अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला? ज्ञाने चोर देश छोड भन्ने मध्ये म पनि एक थिएँ। अझै पनि हाम्रा शासकले होच्यारै बोल्छन्, अनेक धम्की दिन्छन्। कहिलेकाहीँ आम जनताले जस्तै देशबारे 2 शब्द बोल्दा अपराधै गरे जस्तो गर्छन्। तैपनि तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला? यसो सोच्छु, होइन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिदा त्यत्रो अपमान हुँदा पनि देशमै बस्छन्, कतै जाँदैनन्। लोकप्रिय जनवादी सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर